ल गाइज अब हाम्रो गेम चाहिँ स्टार्ट हुन लागेको छ हैन। ल किशोर भाइ तल च्यालेन्ज के गर्छ लाग्यो नि? मलाई चाहिँ नि राम्रै लाग्यो, अलि पिरो भयो, कोक पाएन त्यही मागि खुसी लाग्यो। ल आजचोटि गाइज वेलकम टु पौडेल ब्लग्स है। पौडेल ब्लग्स तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी फुड च्यालेन्ज लिएर आएका छौं हैन। आज चाहिँ नुडल्स च्यालेन्ज हैन। आज चाहिँ नुडल्स च्यालेन्ज हो हैन। हेरौँ अब के कस्तो हुन्छ भिडियो हैन। रमाइलो होला आज छ गाइज। चाहिँ नुडल्स च्यालेन्ज रेडी भइसकेको छ हैन गाइज। अब भिडियो के कस्तो हुन्छ र भिडियो के कस्तो हुन्छ भिडियोलाई स्किप नगरिकन पुरा भिडियो हेरेर साथ सपोर्ट गरिदिनुस् है गाइज। 3 2 1 गो। देखिन्छ कि कसले छिटो खान्छ है गाइज। वाह निकै इन्ट्रेस्टिङ होला आज भिडियो गाइज हैन। अर्डर त फर्स्ट टाइम आएको छ। अरे लास्ट निसन भइसकेको छ हैन। लास्ट हुनुले 50 दिनु पर्छ। लास्ट हुनुले 50 दिनु पर्छ। गोचे एउटा गरे कटरमा एउटा चानु हुनुहुन्न। मुखमा नि हुन्न मुखमा नि हुनुहुन्न ल। मुखमा नि हुनुहुन्न। लास्ट हुनुले 50 चानु गर्नुपर्छ। 50 तिर्नु पर्छ है ल। ओ हाम्रो एक ओ सेकेन्ड थर्ड भएको छ। थर्ड फोर्थ बाकी ल ल ल ल ल ल ल रिजन ल ल यो भाइ भएको छ। अब 4 जना रहेको छ न। ल ल ल ल खोले दिन्छ 50 रुपैयाँ। खोले तिर्नु हुन्छ 50 रुपैयाँ। अरे खाइसकेको छ अरूले त। ल ल ल काली ल त्यसो भए रनु न ल मन्दिर भाइ भएको थिए बाइक आयो ल दुरु भाइले जाएको छ। ल ल ल ल मिल्छ भाइले भएको छ। दुईजना कोली भन्छ अरे आउँछ न। ल ल ल बहिनी चाडे ल मिल्छ लाट भएको छ हैन। लास्ट चाहिँ बहिनी भएको थिइन हैन। र फर्स्ट सफल भएको छ निशान भाइ। ल गाइज फर्स्ट हुन सफल भएका छन् हाम्रो निशान भुजेल है गाइज। ल उसले चाहिँ 50 रुपियाँ पुरस्कार पाउँछन् हैन गाइज। के हुन्छ ल अस मलाई राम्रै लाग्यो त पिरो हो। सेकेन्ड भयो। गुड निशान हाम्रो फर्स्ट भएको भाइ। निशान एकदम खुसी। ल रञ्जित भाइ गाइस राम्रै छ, राम्रै लाग्यो, अलि पिरो पनि थियो। यो भिडियोलाई लाइक सब्स्क्राइब दुईटै गरिदिनु। गुड। ल हाम्रो एल्सन भाइ ठिकै थियो। च्यालेन्ज चाहिँ अलि पिरो थियो के अलि पुरै भरि यही भरि लाग्यो नि। गुड। अर्को नर्मल हुन्छ। र हाम्रो बहिनी अर्चना बहिनी के कस्तो लाग्यो? निकै नै राम्रो खुसी भयो। धन्यवाद। ल हाम्रो मिल्छन् भाइ राम्रै थियो, पिरै थियो। ल मन्दिबा राम्रै लाग्यो, अलि गिलो भयो पिरो। गुड। र जेन कस्तो लाग्यो? कस्तो भयो त गाइज आजको भिडियो के कस्तो भयो त गाइज? निकै इन्ट्रेस्टिङ भयो जस्तो लाग्यो हैन। भिडियो के कस्तो भयो त्यसो भिडियोमा गएर कमेन्ट गरिदिनु होला गाइज हैन। यस्तो भिडियो हेर्नका लागि अब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है गाइज। केटाहरुलाई पिरो हो भन्नु